नमस्कार। म अधिवक्ता रामप्रसाद गौतम। कानुन र न्यायको सम्बन्धमा तपाईँ हाम्रा व्यवहारिक विषयवस्तुहरू, तपाईँहरूका केही प्रश्नहरूको कानुन बमोजिमको उत्तर दिने प्रयास गर्दछु। आज यही प्रसङ्गमा आज मैले कोही एकजना मेरा यस च्यानलका दर्शक महानुभावले सोध्नु भएको प्रश्नको उत्तर दिने क्रममा उहाँलाई पनि र अन्य जानकारी लिन चाहने महानुभावहरूका लागि पनि उपयोगी हुन्छ भन्ने सोचेर यो भिडियो सामग्री निर्माण गर्ने प्रयास गरेको छु। एकजना मित्रले सोध्नु भएको छ, मेरो नजिक छिमेकमा बुढाबुढी हुनुहुन्थ्यो, उहाँको भनाइअनुसार सायद पति पत्नी हुनुहुन्थ्यो, उहाँहरूको सन्तान छैन, वरिपरि आफन्त पनि कोही पनि छैन, दुवैको मृत्यु भयो, उहाँहरूको नाममा जग्गा छ, त्यो जग्गाको अबुताली कसलाई हुन्छ सर भनेर सोध्नु भएको छ। उहाँहरूको कोही पनि छैनन्, अबुताली कसलाई पर्छ? अब त्यो जग्गा कसले नामसारी गराउन सक्छ, पाउँछ? यस्तै प्रसङ्गमा अर्को एकजना श्रोताले मलाई सोध्नु भएको छ, मेरो नजिकको छिमेकी बित्नुभयो, उहाँको आफन्त मैले जानेसम्म दशकौँदेखि कोही पनि हुनुहुन्न, उहाँ बितिसकेपछि त्यो जग्गा बेवारिसे छ, सिमानामा मेरो जग्गा छ, सिमानामा मेरो जग्गा भएका नाताले त्यो जग्गा मैले मेरो बनाउन पाउँछु भनेर पनि सोध्नु भएको छ। यी दुवै प्रश्नहरू अबुतालीसँग सम्बन्धित प्रश्नहरू भएको कारणले गर्दा हामीले प्रचलित नेपाल कानुनको अबुताली भन्ने प्रचलित नेपालको अबुताली सम्बन्धी कानुनले उल्लेखित प्रश्नको सन्दर्भलाई कसरी समेटेको छ भन्ने कुरो हेर्नुपर्ने हुन्छ। कसैको मृत्यु भयो, पति पत्नी दुवैको मृत्यु भयो, सन्तान कोही पनि छैनन्, अबुताली कसलाई पर्छ भन्ने सम्बन्धमा हेर्दा प्रचलित नेपाल कानुन मुलुकी देवानी संहिता 2074 को दफा 239 मा चाहिँ अबुताली कसरी पर्छ, कसको अबुताली पर्छ, कसको पछि कसको अबुतालीको प्राथमिकता क्रम आउँछ भनेर अबुताली सम्बन्धी प्राथमिकता क्रम निर्धारण गरेको देखिन्छ। सो अनुसार म उक्त संहिताको दफा 239 को प्राथमिकता क्रमलाई पढेर सुनाउने जमल गर्छु। यो कानुनमा के लेखिएको अवस्था छ भने, अबुताली पाउने हकवालाको प्राथमिकता भनेर अबुताली पाउने नजिकको हकवालाको प्राथमिकता क्रम यस परिच्छेदको अन्य दफाको अधीनमा रही देहाय बमोजिम हुनेछ, निम्न बमोजिम हुनेछ। कमा सगुलको पति वा पत्नी, यो प्रश्नको सम्बन्धमा पति पत्नी दुवै हुनुहुन्न, बित्नुभयो। खमा सगुलको छोरा छोरी विधवा बुहारी, यो प्रश्नको सम्बन्धमा त्यो पनि हुनुहुन्न। गमा सगुलको बाबु आमा सौतेनी आमा छोरा छोरी तर्फका नाति नातिनी नातिनी बुहारी, प्रश्नकर्ताको अनुसार यी व्यक्तिहरू पनि हुनुहुन्न भन्ने उहाँलाई लाग्छ। त्यसपछि घमा भिन्न भएका पति हुने भए कुरै भएन प्रश्नको सन्दर्भमा पत्नी छोरा छोरी बाबु आमा सौतेनी आमा। अब अर्को अङ्गमा भिन्न भएका छोरातर्फका नाति नातिनी, प्रश्नको सम्बन्धमा यी व्यक्ति पनि छैनन् भन्ने उहाँले भन्नुभएको छ। भिन्न भएका बाजे बजै, अर्कोमा छमा सगोलका जिजु बाजे जिजु बजै दाजु भाइ दिदी बहिनी विधवा भाउजू वा भाइ बुहारी। त्यसै गरेर अर्को प्राथमिकतामा सगोलका काका काकी भतिजा भतिजी। त्यसपछि झमा भिन्न भएका दाजु भाइ दिदी बहिनी विधवा भाउजू वा भाइ बुहारी। यो हिसाबले चाहिँ प्राथमिकता क्रम निर्धारण गरिएको अवस्था हुन्छ। त्यसैले कोही मर्यो, उहाँको सन्तान त्यहाँ तत्काल हामीले देखे जानेसम्म त्यहाँ हुनुहुन्न भने पनि अब सगोलका काका काकी, भिन्न भएका काका काकी, भतिजा भतिजी, नाति नातिना, जिजु बाजे तर्फका सन्तान लगायतको अवस्था भएको कारणले गर्दाखेरि कहीँ उहाँका ती व्यक्तिहरू छन् कि छैनन् भन्ने कुरालाई हेर्नुपर्ने हुन्छ। अघि उल्लेखित प्राथमिकता क्रमानुसारको माथिल्लो सबैभन्दा माथिल्लो प्राथमिकता क्रमको व्यक्तिले पहिलो प्रायोरिटी पाउने, उसले ऊ नभए अथवा उसले अबुताली लिन खान नचाहेमा मात्रै त्यसपछिको दोस्रोको प्रायोरिटी आउने भन्ने कानुनले प्रष्ट व्यवस्था गरेको छ। र अब यति भइसकेपछि यी अघि उल्लेखित गरेका प्राथमिकता क्रमभित्र पर्ने नाता पुस्ताका कुनै पनि व्यक्ति छैनन् यदि भने चाहिँ
यही कानुनको दफा 248 ले के भन्छ भने त्यस्तो अपुताली, त्यस्तो व्यक्तिहरूको अपुताली, त्यो सम्पत्तिको अपुताली चाहिँ स्थानीय तहको हुनेछ भन्ने कानुनले व्यवस्था गरेको छ। स्थानीय तहले त्यस प्रकारका व्यक्तिहरूको मृत्यु हुँदा उहाँहरूले अँगाल्नु भएको जानकारी हुन आएसम्मको धार्मिक संस्कार अनुसारको उहाँहरूको काजक्रिया सद्गति आदि इत्यादि गरिदिने र त्यसमा उहाँहरूको सम्पत्तिबाटै गरिदिने जो खर्च हुन्छ त्यो खर्च हुन्छ र बाँकी रहेको सम्पत्ति चाहिँ स्थानीय तहको अपुताली पर्नेछ भन्ने कानुनले व्यवस्था गरेको छ। स्थानीय तहको अपुताली कस्तो अवस्थामा पर्छ भन्ने सम्बन्धी योभन्दा अगाडि मैले अर्को एउटा भिडियो सामग्री निर्माण गरेको छु, हेर्नुहोला। आजको विषयवस्तु यति नै, बिदा लिन चाहन्छु। नमस्कार।